हाम्रो देशमा पनि फ्लाइओभर बन्यो। फ्लाइओभरमा चाहिँ म पहिलोचोटि चढ्दैछु। यसरी सबैजनाले हेर्नुहोला, नेपालमा पनि विकास हुँदैछ ढिलो चाँडो। त्यही भएर म चाहिँ हाम्रो देशको फ्लाइओभरमा सरररररर पारेर जाँदैछु। ल हेर्नुहोस् है कति मजा आएको छ, कति मजा आएको छ, कति मजा आएको छ। सरर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 
कहाँबाट हेर्दै हुनुहुन्छ ठ्याक्क पारेर कुन देशबाट हेर्दै हुनुहुन्छ सरर पार झन्डै यति फ्लाइओभर हाम्रो 40 को स्पिडमा हिँड्यो भने चाहिँ 1 मिनेट चाहिँ लाग्ने छ सरङ पारेर ल म सक्नै लाए सक्यो अब यसरी चाहिँ हामी कोटेश्वर पुग्छ यहाँबाट सिधा अगाडि गयो भने कोटेश्वर चोक पुग्छ सल्ल पारेर आनन्दसँगले कोटेश्वर चोक पुग्छ सही पर ल भिडियो के कस्तो लाग्यो सबले आफ्नो व्यक्तिगत प्रतिक्रिया दिनु होला है लाइक कमेन्ट सब्स्क्राइब पनि गरौँ है सब्स्क्राइब गर्नु भएको छैन भने ल धन्यवाद।